यहाँ निकोसियाको एउटा खै के पार्कमा आएको छौँ होइन। आरोही चाहिँ पर भिडियो बनाउनुमा व्यस्त छ। म चाहिँ यहाँनिर यसो थोरै छिटो मिठो टाइपको होइन छोटो भिडियो बनाऊँ कि भनेर सुरु गरेको होइन गाइज। लङ टाइम भयो नि त भिडियोहरू नबनाएको पनि। अनि के बनाउने भनेर बिर्सिहाल्यो होइन। जहिले ड्युटी जानुपर्छ, ड्युटी जाने आउने गर्ने हो। अनि यहाँ चाहिँ आज निकोसिया मेरो काम परिरहेको थिएँ। अनि त्यही भएर पार्कमा निक्लेको थियौँ। अनि कस्तो भिडियो बनाउनु मन पऱ्यो। अनि त्यही भएर चाहिँ मैले भिडियो बनाउनलाई चालु गरेको गाइज। पार्क राम्रै छ होइन। हामी यहाँबाट अझै पर पनि छ उता पार्कहरू त्यता जानुपर्ने रहेछ खासमा चाहिँ। गयौँ होइन, तर अघि चाहिँ भिडियो बनाएनौँ। अब उताबाट यता आइहाल्यौँ। अब चाहिँ घर जान आँटेको ल, घर जान आँटेको। अनि यहाँनिर आरोही पनि छ। आरोही पनि केही भन्न चाहन्छ, त्यही भएर केही भन्दै के भन्नु भन न। जे भए पनि सक्यो। अब यति नै हो हाम्रो ब्लग। फिनिस। यो धेरै छँदै छैन। अनि आरोहीको मम्मी बाबाले नि भिडियो हेरेर होइन आरोहीलाई यसो याद गरिदिनु होला होइन। भन न केही मम्मी बाबालाई। के भन्नु, धेरै धेरै सम्झना छ, माया छ सबैलाई। आमा बाबा आई लभ यु। आमा बुवा सबैजनालाई, भाइ बुहारी, परिवारलाई दिदी बहिनी, धेरै धेरै मिस गरिरहेको छु। दिदीको छोरी भेना सबैलाई सबै आरोहीको शाखा सम्बन्ध सबैलाई ल सबैलाई धेरै धेरै सम्झेको छु। ओके, अब चाहिँ हामी यहाँनिर स्टेसन छ होइन। म तपाईँहरूलाई देखाउँछु ल। अब हामी यताबाट जाने हो होइन। स्टेसन पर छ। अनि त्यहाँबाट स्टेसनमा चढेर, स्टेसनबाट गाडी चढेर त्यहाँबाट लिमासोल जाने। लिमासोल गएर अनि फेरि हाम्रो त्यही हो काम सुरु हुन्छ भोलि बिहानदेखिको। आज एक दिन छुट्टी पनि त्यतिकै गयो यसरी यहाँ चाहिँ होइन। अनि बिदा मागेर भिडियो देखाउनु अरे। यसरी सुन्तलाहरू यसरी फलेको हुन्छ गाइज होइन। खानु मन लाग्यो भने जति खाँदा पनि हुन्छ। आएर जिन्दगीको गोरेटोमा राम्रो छ। यो साइडमा चाहिँ फ्लावरहरू पनि रहेछ। अर्को साइडमा अझै राम्रो छ। अहिले म माथि गएर नि म यसरी बाट क्या ड्रोन भ्यू पनि देखाइदिन्छु गाइस। अब भ्लगमा बिदा मागिसकेर नि भिडियो फेरि बनाउनु पर्छ हामी मात्रै होइन। हामीलाई त्यस्तो थाहा हुँदैन कि के हो, न कन्टेन्ट हुन्छ न केही हुँदैन नि। यस्तो भने अरूको चाहिँ भ्लग सबै कुरा भनिसकेर बाई भनेर हुन्छ होइन, इन्ड हुन्छ। हाम्रो चाहिँ स्टार्ट हुन्छ कि हाम्रो चाहिँ। हामी चाहिँ यस्तो क्या उल्टा जन्मेको त होइन, तर पनि अलिकति दिमाग चाहिँ उल्टा टाइपको क्या। जहिले त्यस्तै हुन्छ, जे पनि त्यस्तै हुन्छ प्रायः चाहिँ है गाइस। यहाँ चाहिँ यति राम्रो राम्रो फ्लावरहरू छ गाइस। मेरो चाहिँ आजको गेटअप चाहिँ यस्तो छ गाइस। फुल त छैन हौ। ओहो सन्दिदी कति राम्री। ओहो प्रिन्सेस। यहाँ छाता ओढ्नु तपाईँ। घामले पोल्छ क्या, छाता ओढ्नु लिनु। मलाई चाहिँ अलिक घामदेखि खासै लाग्दैन, डर लाग्दैन। लिमासोल जाने कि पापोस जाने कि? हामी चाहिँ लिमासोल जाने। राम्रो जग्गा रहेछ होइन। आउनु होला, घुम्नु होला, यसो एक दिन छुट्टी भयो भने परदेशको ठाउँमा होइन रमाइलो गर्नु होला गाइस। आई लभ यु। खासमा चाहिँ अघि हामी यो ठाउँ घुमिसकेर ब्याक गएको थियौँ, तर फेरि सोन्दीले भ्लग स्टार्ट गर्नुभएछ। अनि फेरि सोन्दीले क्या ड्रोनबाट देखाउँछु भन्दै हुनुहुन्थ्यो नि त माथिको भ्यू, तलको भ्यू माथिबाट। त्यही भएर हामी ड्रोनबाट देखाउनलाई जाँदैछौँ। पुल चाहिँ यस्तो छ, यस्तो हुन्छ यहाँको पुल। अब यो अन्डरग्राउन्ड पुलदेखि यो पार्क, अर्को पार्क सुरु हुन्छ फेरि। यस्तो रहेछ।
आई डोन्ट नो एकदम राम्रो रहेछ भ्यू चाहिँ एकदम राम्रो आउने खालको ठाउँ रहेछ बाँकी कुरा यस्तै त्यस्तै हो ए यहाँदेखि पो जाने ल ल यहाँ चाहिँ फेरि कमिला कति धेरै हुँदो रहेछ क्या यता देखाइदिन्छु सट्ट